खट्ने अङ्कल चाहिँ उहाँ हुनुहुन्छ हाम्रो प्रेसिडेन्ट पनि हो क्लबको है ठिकै छ सबै एकदम राम्रोसँगले गर्दैछ केटाहरूले सबैजना तयारी भइसक्यो अब आजको बेला भइसक्यो धेरै धन्यवाद हुन्छ नि आज चाहिँ स्थापनाको दिन हो अनि स्थापनाको दिनमा चाहिँ हाम्रो केटाहरूले चाहिँ यतिको बनाइसकेको छ अस्ति ब्लगर हेर्नु भएको छ भने यतिको भएको छ हो यहाँ चाहिँ अब माता राख्ने हो तपाईँलाई थाहा भएको कुरो हो अनि यता चाहिँ डेरा हो अनि यता चाहिँ स्टेज है अहिले चाहिँ हामी झ्यालो ल्याउनु गइरहेछौँ दुई भाइ हो अनि अहिले चाहिँ हामी तल्लो गाउँ जाँदैछौँ खपाङ्गी डाँडा यसलाई चाहिँ खपाङ्गी डाँडा भनिन्छ तलको देख्दै गरेको चाहिँ ऊ परेको चाहिँ मुन्डा बाँसघारी है अनि अब झ्यालो स्क्रिन लिएर चाहिँ ठकठाक पार्नुपर्छ है अनि सबैजनालाई एडभान्समै ह्याप्पी सरस्वती पूजा है पढिदिनु पनि भन्दैन ह्याप्पी सरस्वती पूजा सबै भ्युअर्सहरूलाई है एकदमै अन्त अब कन्टिन्यू छ भ्लग कन्टिन्यू छ आज पार्ट 1 होला भोलि पार्ट 2 पर्सि छ पर्सि चाहिँ अब कपाल हुन्छ है अनि 27 तारिक पनि आउँछ फेरि 27 पनि आउँछ 26 पनि आउनु सक्छ है अब त ल है अहिले चाहिँ हामी हाम्रो भिलेजको है एकदमै बिच भागमा छौँ मेन हिँड्दा चाहिँ आइदिएछ है अहिले भन्छ है अलिकति हाम्रो स्टुडेन्टमा फेल भएछ यस्तो आउँदैछ दामी आउँदैछ अब चाहिँ यो चाहिँ दामी आउँदैछ केटाहरू दामी हानेको छ यो चाहिँ यो जानु रहेछ केसिङ गाडी ल्याउनु हजुर अहिले चाहिँ लिङ्गोको लागि बाँस कटाउँदैछ हाम्रो आज पनि धर छैन आज पनि बाँसै काट्नु रहेछ लिङ्गोको लागि हो नि यो चाहिँ त्यही त हो छास्नुपर्छ यही छ उता पनि छ है दामी देखिरहेछ आज चाहिँ भ्यू हो क्लियर छ आजको यस्तो छ अब केटाहरूले यो खालको धुप्पीले चाहिँ सबैलाई पुग्नेछ एकै घोडा मात्रै हाल्नु दामी आएको छ है दामी हुन्छ यहाँबाट फोटो खिच्नु पर्छ बोर भाइ अनुरागी यस्तो छ यो मैले पनि बोकिरहेको छु हो यहाँ रन्जिता फुपूलाई एकदम धन्यवाद हो यहाँ यस्तो छ है यसले चाहिँ पाइप बोकिरहेछ यो चाहिँ भाँडा धुनुको लागि बनाउनको लागि हो फुल चाहिँ दामी दामी छ बढी यो चाहिँ टाइमिङ लाइट हाल्दैछ है केटाले टाइमिङ लाइट पनि सुरु भयो हाल्छ हो केटाले धुप्पी काट्दैछ दमदम धुप्पी काट्ने केटाहरू एक्सपर्ट छ यहीँ आर्ट तपाईँहरूले आर्ट देख्नुहुन्छ देखिसक्नु भयो आर्टिस्ट यता छ आजको केही भन्दैन आजसम्मको कतिको के कस्तो पर्यो अब के कति भयो विशेष कुरा त सबैलाई धेरै धेरै धन्यवाद छ विशेष गरी चाहिँ हाम्रो गाउँको सानो खाले भाइहरूलाई उनीहरूलाई खासै यो उमेर काम गर्ने त होइन तर एउटा रेस्पोन्सिबिलिटिज उठायो भाइहरूले पूजा गर्छ भन्यो मेन कुरो चाहिँ हाम्रो प्रेसिडेन्ट भाइ अभिलेख भाइ होइन एकदम भाइको खटिखटाइ छ अनि आज त अलमोस्ट तपाईँको पूजा जतिकै हो आज स्थापना हो अनि यहाँसम्म पूजामा काम गरेर सबै तुल्याउनमा सबैजना हाम्रो गाउँको भाइहरू दाजुभाइ सबै मिलेर दिदीबहिनी सबै मिलेर हामीले एकजुट भएर एकमुष्ट भएर काम गरेको छौँ र नतिजा देखिहाल्नुहुन्छ होला तपाईँहरू यतिको ब्यागतिर पनि छ है यता हजुर अङ्कल अलिकति अब पूजाको बारेमा भनिदिनु मेरो ब्लगमा पूजाको बारेमा के भन्नु अब सबैभन्दा बुढो आफै देखियो एकदम खट्ने अङ्कल चाहिँ उहाँ हुनुहुन्छ हाम्रो प्रेसिडेन्ट पनि हो क्लबको है ठिकै छ सबै एकदम राम्रोसँगले गर्दैछ केटाहरूले सबै कुरा तयारी पनि भइसक्यो अब मूर्ति पनि आइपुग्ने बेला भइसक्यो हाम्रो र अब भाइहरूलाई धेरै धेरै धन्यवाद यति मजाले गर्दैछ योपालिको काम प्रोग्रामसम्म सबैले थामिदिनु होला हुन्छ धन्यवाद अङ्कललाई र यहाँ चाहिँ अब हाम्रो चाहिँ स्टेज हो मेन यहाँ दामी बनिँदैछ अब चाहिँ मजाको देख्ने र है अहिले चाहिँ अब लगभग सकिसकेको छ तपाईँले यहाँ देख्न सक्नुहुन्छ आजको चाहिँ यत्तिको बनिसकेको छ है लास्टको अब लास्ट हो यो चाहिँ अब होइन ल अम्बो उहाँ माथि पोलमा चढिरहेछ होइन पराग्दा चाहिँ थ्याङ्क यू सो मच दाहरूलाई है काकाहरूलाई दामी भइदिएको छ है यो चाहिँ अब नाइटमा दामी देख्ने छ अनि यहाँ चाहिँ यस्तो छ यो चाहिँ डेरा हो अनि ऊपर चाहिँ किचन हो अनि यो चाहिँ स्टेज हो है अनि आजको भ्लग यस्तै थियो अनि म चाहिँ यहाँ गत्तिना पत्तीको भइरहेको छु सो आजको भ्लग जतिले पनि हेर्नुहुन्छ है त्यसको लागि थ्याङ्क यू सो मच थ्याङ्क यू फर वाचिङ दिस भिडियो इफ मेरो भिडियोलाई तपाईँहरूले है मन पराइदिनुहुन्छ भने मन पराइदिनु भयो भने लाइक सेयर अनि सब्सक्राइब गर्नु नभन्नु होला है त